हरे कृष्ण एभ्रिवान, नमस्कार फ्रम कोरिया। म चाहिँ अहिले घरमा एक्लै छु। मेरो श्रीमानज्यूले चाहिँ ग्यास अर्डर गरिदिएर उहाँ चाहिँ ड्युटी जानुभएको छ र अहिले ग्यास आइपुगेको छ र मेरो जस्तो अब बिजोक रमाइलो चाहिँ अब कसैको हुनेवाला छैन, किनकि मलाई भाषा आउँदैन कोरियन भाषा। अब कन्भर्सेसन त गर्नै पर्यो। म आएको 5 दिन भयो अनि हामीले क्यानवाला ग्यासमा पकाएर खाइरहेको थियौँ र आज ग्यास जोड्ने मान्छे आउनु भएको छ। यो चाहिँ मिठो फल छ हाम्रो घर नजिकै, अनि यो चाहिँ हाम्रो घर पछाडिको कलेज होस्टेल हो। यो चाहिँ हाम्रो घर हो सानो। अनि त्यसपछि अहिले ग्यास जोड्न आएको छ। यो चाहिँ हाम्रो छिमेकी आन्टीको घर हो भने यहाँदेखि सिधै चाहिँ बाटो छ हाम्रो। म चाहिँ यहाँ सफा गरिरहेको थिएँ। ग्यास ठ्याक्क जोड्ने मान्छे आइपुगेर अनि म चाहिँ सफा पनि लगभग अलिअलि गरिसकेँ। अब यहाँ के भन्दै हुनुहुन्छ उहाँले? 잠그는 게고. 그럼 켜보세요. 오케이. 좋아요. 좋아요. 잠가놓고. 안 사용 안 할 때는 잠가놓고. 갑니다. 감사합니다. फाइनली मैले ग्यास बनाउने अङ्कललाई धन्यवाद दिएर बिदा गरिसकेँ। अब भने बेलुकाको खाना बनाउने समय भइसकेको छ र म खाना बनाउन लागिरहेको छु। र स्पेसली यो कोरियाको कोको राइस कुकरमा चाहिँ एकदम मिठो माम पाक्ने रहेछ र मलाई चाहिँ एकदम मिठो लाग्यो। र यहाँ कोरियन आन्टीले के भन्नुहुन्छ म बुझ्दिनँ, तर पनि मैले सिकिसकेको छु। अबको 35 मिनटपछि माम रेडी हुन्छ र अब चाहिँ म यो ग्यासमा दाल सब्जी बनाउन लागिरहेको छु। अघि त्यो अङ्कलले यसरी बटार्नु भनेर सिकाइवरी जानुभएको छ। मैले केही भाषा त बुझिनँ, तर पनि अन्दाजले थाहा पाएँ। र साथीहरू, यो सिकेर पढेर कहिले नसकिने रहेछ र मैले राम्रो कन्भर्सेसनको लागि चाहिँ फेरि कदेखि कोरियन ल्याङ्ग्वेज सिक्नुपर्ने अवस्था भएको छ। बाई बाई, हरे कृष्ण।